नमस्कार साथीहरु, फेरि पनि तपाईहरुलाई विकास टेक जुनपर्ने च्यानलमा स्वागत गर्न चाहन्छु। साथीहरु, के तपाईहरुले पनि वैदेशिक रोजगारीको लागि जान चाहनुहुन्छ तर तपाईहरुले चाहिँ खोजेको जस्तो तर तपाईहरुले रोजेको जस्तो मेन पावर तपाईहरुले पाइरहनु भएको छैन भने आजको यस भिडियोमा म हजुरलाई नेपालमा जति पनि मेन पावर रहेका छन् ती सबै चाहिँ म यहाँ शो गरेर देखाउने छु। र साथीहरु, तपाईहरु चाहिँ घरमै बसेर आफ्नो मोबाइल फोनको प्रयोग गरेर अनलाइन जब एप्लाई गरेर चाहिँ विदेश जान चाहनुहुन्छ भने म चाहिँ तपाईहरुलाई कुन कुन कन्ट्रीबाट कस्तो कस्तो डिमान्डहरु आइरहेका छन् त्यो पनि यहाँ शो गरेर देखाउने छु। साथीहरु, अब चाहिँ म हजुरलाई यहाँ साइडमा मोबाइलको स्क्रिन रेकर्ड शेयर गर्न चाहन्छु। साथीहरु, सर्वप्रथम साथीहरु हजुरले चाहिँ आफ्नो मोबाइलमा रहेको गुगल अथवा क्रोमलाई ओपन गर्नु होला। साथीहरु, सिम्पलीमा चाहिँ यहाँ गुगललाई ओपन गरिदिने छु। गुगललाई ओपन गर्नेबित्तिकै साथीहरु अब हजुरले गुगलको सर्च बारमा लेख्नु पर्ने हुन्छ। यहाँ देख्न सक्नुहुन्छ, म हजुरलाई यहाँ शो गरेर देखाइदिए। हजुरले यहाँ देख्न सक्नुहुन्छ doyap.gov.np भिसा भनेर हजुरले सर्च गरिदिनु होला। सर्च गर्ने बित्तिकै साथीहरु अब हजुरले यहाँ देख्न सक्नुहुन्छ हाम्रो सुरुको अप्सनमा यहाँ वैदेशिक रोजगार विभाग भनेर यहाँ शो भइसकेको छ। अब हजुरले यो सुरुको अप्सनमा क्लिक गरिदिनु होला। सुरुको अप्सनमा क्लिक गर्ने बित्तिकै साथीहरु यहाँ देख्न सक्नुहुन्छ हाम्रो अर्को इन्टरफेस ओपन भएर आइसकेको छ। अब हजुरले फेरि यहाँ देख्न सक्नुहुन्छ थ्री डटको अप्सन रहेको छ। हजुरले कम्प्युटर स्क्रिनमा पनि हजुरले हेर्न सक्नुहुन्छ। साथीहरु, सिम्पली यो थ्री डटमा क्लिक गरिदिनु होला। थ्री डटमा क्लिक गर्ने बित्तिकै साथीहरु अब हजुरले फेरि यहाँ देख्न सक्नुहुन्छ डेस्कटप साइट रहेको छ, यसमा क्लिक गरिदिनु होला। यसमा क्लिक गर्ने बित्तिकै साथीहरु यहाँ देख्न सक्नुहुन्छ हाम्रो कम्प्युटर स्क्रिनमा चाहिँ यहाँ ओपन भएर आइसकेको छ। अब हजुरलाई म यहाँ थोरै यहाँ जुम गरेर देखाइदिने छु। यहाँ सुरुको अप्सनमा रहेको छ साथीहरु यहाँ इजाजत प्राप्त संस्था भनेर यहाँ शो भएको छ। साथीहरु, सिम्पली हजुरले यसमा क्लिक गरिदिनु होला। यसमा क्लिक गर्ने बित्तिकै साथीहरु यहाँ देख्न सक्नुहुन्छ नेपालमा भए जति मेन पावरहरु चाहिँ यहाँ शो भइसकेको छ। साथीहरु, सिम्पली म थोरै यहाँ जुम गरेर देखाइदिने छु। हजुरले यहाँ देख्न सक्नुहुन्छ हाम्रो सिरियल नम्बर रहेको छ, नेम रहेको छ, एड्रेस रहेको छ, कन्ट्याक्ट नम्बर रहेको छ र स्ट्याटस रहेको छ र एक्सन रहेको छ। साथीहरु, सिम्पली अब चाहिँ म यहाँ यसलाई चाहिँ नेपालीमा कन्भर्ट गरेर देखाउने छु। साथीहरु, यहाँ देख्न सक्नुहुन्छ थ्री डटको अप्सन रहेको छ। यो थ्री डटमा क्लिक गरिदिनु होला र ट्रान्सलेट रहेको छ। ट्रान्सलेटमा क्लिक गरिदिनु भयो भने अब हजुरको चाहिँ यहाँ देख्न सक्नुहुन्छ हाम्रो चाहिँ सबै नेपालीमा यहाँ शो भएर आइसकेको छ। साथीहरु, यहाँ देख्न सक्नुहुन्छ हाम्रो चाहिँ यहाँ सेट नम्बर रहेको छ, अनुमति नम्बर रहेको छ, नाम रहेको छ, ठेगाना रहेको छ र सम्पर्क नम्बर र स्थिति रहेको छ र कार्यहरू रहेको छ। साथीहरु, सिम्पली अब चाहिँ हजुरले चाहिँ कुन मेन पावरमा चाहिँ कुन कुन जब आइरहेको छ भनेर हजुरले यहाँबाट हेर्न सक्नुहुन्छ अथवा हजुरले चाहिँ कुन मेन पावर कहाँ रहेको छ त्यो पनि हेर्न सक्नुहुन्छ। साथीहरु, यहाँ देख्न सक्नुहुन्छ एबी रोजगार समाधान प्रणाली रहेको छ। साथीहरु, महाराजगञ्ज 3 काठमाडौँ रहेको छ। त्यस्तै गरी यहाँ हाम्रो चाहिँ टेलिफोन नम्बर रहेको छ र हजुरले यहाँ देख्न सक्नुहुन्छ अवरुद्ध रहेको छ। साथीहरु, यो अवरुद्धमा चाहिँ हजुरले यहाँ हेर्नुभयो भने चाहिँ यहाँ चाहिँ जबहरु पाउनुहुन्छ यो चाहिँ बन्द भइसकेको छ। साथीहरु, अब हजुरले हेर्नुपर्ने हुन्छ सक्रियमा हेर्नुपर्ने हुन्छ। सक्रियमा हेर्नुभयो भने चाहिँ साथीहरु यहाँ देख्न सक्नुहुन्छ एआइएम म्यानेजमेन्ट कन्सल्टेन्सी प्राइभेट लिमिटेड रहेको छ। त्यस्तै गरी यहाँ कहाँ रहेको छ भने गैरीधारा 1 गैरीधारा नक्सलमा रहेको छ, काठमाडौँ बागमती। त्यस्तै गरी यहाँ देख्न सक्नुहुन्छ यहाँ मोबाइल नम्बर पनि शो भइरहेको छ, यहाँ सक्रिय रहेको छ। साथीहरु, अब हजुरले चाहिँ यहाँ देख्न सक्नुहुन्छ सक्रिय रहेको छ र हेर्नुहोस् रहेको छ। साथीहरु, अब हजुरले हेर्नुहोस्मा क्लिक गरिदिनु भयो भने चाहिँ यो मेन पावरको नम्बरहरु चाहिँ यहाँ शो भएको हुन्छ। साथीहरु, यहाँ देख्न सक्नुहुन्छ नाम सहित रहेको छ, मुना खरेल रहेको छ, मोबाइल नम्बर रहेको छ। साथीहरु, त्यस्तै गरी अफिसियल टेलिफोन नम्बर पनि यहाँ शो भइरहेको छ। साथीहरु, अब हजुरले चाहिँ म यहाँ कुन कन्ट्रीबाट कस्तो खालको डिमान्ड आइरहेको छ भनेर चाहिँ म यहाँ शो गर्न गएँ। साथीहरु, सिम्पली म चाहिँ यहाँ एकचोटी ब्याक आएँ। ब्याक आइसकेपछि साथीहरु अब म हजुरलाई यहाँ थोरै यहाँ जुम गरेर देखाइदिने छु। यहाँ देख्न सक्नुहुन्छ वैदेशिक रोजगारीको खोजी रहेको छ। अब हजुरले यसमा क्लिक गरिदिनु होला। यसमा क्लिक गर्ने बित्तिकै साथीहरु अब हजुरले चाहिँ कुन कन्ट्रीबाट कस्तो खालको डिमान्ड आइरहेको छ त्यो हेर्न सक्नुहुन्छ। थोरै यहाँ जुम गरेर देखाइदिए। यहाँ मेल रहेको छ, फिमेल रहेको छ। साथीहरु, अब हजुरहरु चाहिँ मेल हुनुहुन्छ भने मेलमा क्लिक गरिदिनु होला, फिमेल हुनुहुन्छ भने फिमेलमा क्लिक गरिदिनु होला। साथीहरु, सिम्पली म चाहिँ यहाँ मेलमा क्लिक गर्दै मेलमा क्लिक गर्ने बित्तिकै तल देख्न सक्नुहुन्छ सर्च रहेको छ, खोजी रहेको छ। हजुरले यसमा क्लिक गरिदिनु होला। यसमा क्लिक गर्ने बित्तिकै साथीहरु अब हजुरको चाहिँ यहाँ जबहरु शो भएर आउनेछ। साथीहरु, थोरै म यहाँ हजुरलाई देखाइदिन्छु। साथीहरु, जब टाइटल रहेको छ, इम्प्लोयर रहेको छ, त्यस्तै गरी हाम्रो कन्ट्री रहेको छ र स्यालेरी रहेको छ र करेन्सी रहेको छ। साथीहरु, त्यस्तै गरी यहाँ देख्न सक्नुहुन्छ भ्यू डिटेल पनि यहाँ शो भइरहेको छ। साथीहरु, अब हजुरलाई चाहिँ म यहाँ युएई बाट चाहिँ 1800 तलब रहेको छ। साथीहरु, यसको चाहिँ म डिटेल हेर्न गए। यहाँ भ्यू डिटेलमा हजुरले क्लिक गरिदिनु होला। भ्यू डिटेलमा क्लिक गर्ने बित्तिकै साथीहरु अब हजुरको चाहिँ यो खालको इन्टरफेस ओपन भएर आउनेछ र हजुरले यहाँ देख्न सक्नुहुन्छ साथीहरु हाम्रो लट नम्बर रहेको छ। साथीहरु, त्यस्तै गरी रोजगारदाता रहेको छ र यहाँ देख्न सक्नुहुन्छ रोजगारदाता चाहिँ अर्बिन गल्फ फ्यासिलिटी म्यानेजमेन्ट रहेको छ। त्यस्तै गरी तल देख्न सक्नुहुन्छ इजाजत प्राप्त संस्था कुन रहेको छ यहाँ देख्न सक्नुहुन्छ, यहाँ काठमाडौँ रहेको छ। त्यस्तै गरी लाइसेन्स नम्बर पनि यहाँ शो भइरहेको छ। त्यस्तै गरी साथीहरुलाई म थोरै यता स्क्रल गरेर देखाइदिएँ भने अब हजुरले चाहिँ यहाँ सम्पूर्ण डिटेलहरु यहाँ तलबाट पाउनुहुनेछ। साथीहरु, यहाँ देख्न सक्नुहुन्छ स्यालेरी रहेको छ। साथीहरु, हाम्रो 1800 स्यालेरी रहेको छ। स्वीकृत पुरुष संख्या जम्मा 15 जना रहेको छ र हजुरले यहाँ देख्न सक्नुहुन्छ
पदको संख्या रहेको छ साथीहरु क्लिनिङ सुपरभाइजर रहेको छ र यहाँ तल देख्न सक्नुहुन्छ योग्यता रहेको छ 2 इयर एक्सपिरियन्स रहेको छ साथीहरु। त्यस्तै गरी यहाँ करार अवधि देख्न सक्नुहुन्छ 2 वर्ष रहेको छ साथीहरु। तल देख्न सक्नुहुन्छ करार अवधि 2 वर्ष रहेको छ। त्यस्तै गरी साथीहरु थोरै यता स्क्रल गरेर मैले यता आए भने यहाँ देख्न सक्नुहुन्छ तलब रहेको छ नेपालीमा रहेको छ र हजुरले हप्तामा काम गर्ने दिनहरु पनि यहाँ तल देख्न सक्नुहुन्छ साथीहरु। अब हजुरले पनि यो तरिकाबाट हजुरले चाहिँ मेन पावर पनि खोल्न सक्नुहुन्छ र कुन कन्ट्रीमा कस्तो खालको जबको लागि जान चाहनुहुन्छ त्यो चाहिँ हजुरले यहाँबाट पनि एप्लाई गर्न सक्नुहुन्छ साथीहरु। अनलाइन एप्लाई गर्नको लागि हजुरले चाहिँ यहाँ देख्न सक्नुहुन्छ साथीहरु माथि अनलाइन एप्लाईको अप्सन सो भइरहेको छ। हजुरलाई चाहिँ म यहाँ थोरै यहाँ जुम गरेर देखाइदिए एप्लाई अनलाइन रहेको छ साथीहरु। हजुरले यहाँबाट पनि हजुरले एप्लाई गरेर हजुरले चाहिँ विदेश जान सक्नुहुन्छ साथीहरु। त्यस्तै गरी हजुरले यो पीडीएफलाई डाउनलोड गर्न चाहनुहुन्छ भने यहाँ डाउनलोड गर्न सक्नुहुन्छ, प्रिन्ट पनि गरेर राख्न सक्नुहुन्छ साथीहरु। अब हजुरले पनि आफ्नै घरमा बसेर आफ्नै मोबाइल फोनको प्रयोग गरेर अनलाइन जब पनि खोज्न सक्नुहुन्छ। कुन कन्ट्रीमा कस्तो खालको डिमान्ड आइरहेको छ त्यो पनि हेर्न सक्नुहुन्छ। त्यस्तै गरी साथीहरु हजुरहरुलाई चाहिँ मेन पावरको समस्या छ, मेन पावर कहाँ रहेको छ भनेर हजुरहरुलाई चाहिँ मेन पावर सम्बन्धी चाहिँ कुनै पनि जानकारी छैन भने हजुरले मेन पावर पनि घरमै बसेर खोज्न सक्नुहुन्छ साथीहरु। भिडियो कस्तो लाग्यो साथीहरु कृपया कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनु होला। र साथीहरु तपाईहरु चाहिँ मेरो भिडियो कुन प्लेटफर्मबाट हेर्दै हुनुहुन्छ? यदि तपाईहरु टिकटकबाट हेर्दै हुनुहुन्छ भने आइडीलाई फलो र भिडियोलाई लाइक र भिडियोलाई शेयर गर्न नभुल्नु होला। त्यस्तै गरी साथीहरु तपाईहरु चाहिँ मेरो भिडियो युट्युबबाट हेर्दै हुनुहुन्छ भने भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गरेर राख्न नभुल्नु होला, किनकि साथीहरु यस्तै महत्त्वपूर्ण भिडियो मैले हजुरहरुको सामु ल्याइराख्छु। आज चाहिँ हजुरहरुबाट बिदा हुन चाहन्छु। हस्त नमस्कार।